वेलकम टू माई भ्लग। सम्पूर्ण साथीहरू नमस्कार छ यहाँहरूलाई। आज म उष्ण प्रदेश बागवानी विकास केन्द्र नवलपुर सर्लाहीमा आएको छु होइन। र यसमा लगभग यो आँप मात्रै 120 बिघामा छ र लिची 8.5 बिघामा छ र यो लगभग 300 बिघामा यो टोटल बागवानी विकास केन्द्र फैलिएको छ। यसको एरिया 300 बिघामा जति छ र यहाँको अहिले बागवानी विकास केन्द्रको बागवानी विकास अधिकृत रामकुमार यादव हुनुहुन्छ। सप्तरी जिल्ला निवासी बलानबिहुन गाउँपालिकामा उहाँको घर छ। र आज तपाईहरू अहिले जुन हेर्नुहुन्छ यो आँपमा किन लगाएको छ त यो हैन के हो भन्ने हजुरहरूलाई म आज जानकारी दिन गइरहेको छु। कृपया तपाईहरू भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला र सुनिदिनु होला। यो के हो भन्ने बोर्डो पेस्ट यसलाई भनिन्छ, बोर्डो मिक्सचर पनि भनिन्छ र बोर्डो पेन्ट पनि भन्ने गरिन्छ हैन। र यो किन लगाइन्छ यो आँपमा त आँपमा विभिन्न किसिमका बाहिरबाट आँपको छालाहरू हुन्छ, टिस्युहरू हुन्छ, सेलहरू हुन्छन् आँपमा। त्यसमा विभिन्न प्रकारका किराहरू हैन, पेस्टहरू, चराचुरुङ्गीहरू यसमा के गर्छ, अट्याक गर्छ र आँपको सेल, टिस्यु र छाला बोक्राहरूलाई हैन त्यसले नष्ट गर्छ। त्यसबाट बच्नको लागि यो बोर्डो पेस्ट लगाएको हुन्छ र यो बोर्डो पेन्ट लगाएको हुन्छ र यो बनाउनको लागि नुनो थुथो कपर सल्फेट इत्यादि प्रयोग गरिन्छ। धन्यवाद सम्पूर्ण साथीहरू, तपाईहरू यो भिडियो हेरिदिनु भयो। आज टोटल एरिया यसको भनेको 120 बिघामा आँप मात्रै छ, धेरै ठुलो छ।